आज 2025 को होली केटाहरू एकदम रेडी हाम्रो ह्यापी होली यहाँ रेडी हुँदैछ केटाहरू तेहेलका हुन्छ आज तेहेलका मंगल प्रणाम मंगल प्रणाम मंगल प्रणाम मंगल प्रणाम मंगल गुरु जी को प्रेम प्रणाम मंगल गुरु जी को प्रेम प्रणाम मंगल प्रणाम मंगल प्रणाम सत्संग सुधा की अमृत धारा अघि पनि यो खाना यसरी ल्याइदियो सबले यो त मिलेर खानुपर्छ नि त मिलेर खाने होइन मिलेर खाने हो नि त मिलेर खाने यो न तल आधा हुन्छ न मलाई आधा हुन्छ अलिअलि खाउँ न त हाम्रो चाहिँ के चाहिँ आफू थाल नल्याउने यसरी अरूले ल्याएको केटाहरूले ल्याएकोमा चाहिँ मिलेर खान्छ है चाहे जुठो होस् चाहे चोखो होस् मतलब छैन नि मिलेर खाइदियो फेमस वसुधा में मंगल प्रेम की धारा मंगल प्रेम की धारा मंगल प्रणाम मंगल प्रणाम हैप्पी होली हैप्पी होली आप्त जनों की तृषा मिटाकर प्रेम का मार्ग दिखाया मंगल प्रणाम मंगल 2025 होली महोत्सव कालेबुङ मङ्गलधाम हाम्रा सुगम महाराज सबैलाई प्रेम प्रणाम सबैलाई होलीको शुभकामना नवीन सबैलाई प्रेम प्रणाम होलीको धेरै धेरै शुभकामना मोहन मंगल मधु मिलन की घड़िए शुभ आया मोहन मंगल मधु मिलन की घड़िए शुभ आया पुष्पित पल्लवित फूल चढ़ाकर पुष्पित पल्लवित फूल चढ़ाकर श्री गुरु चरण को ध्याया श्री गुरु चरण को ध्याया मंगल प्रणाम मंगल प्रणाम मंगल प्रणाम मंगल प्रणाम
जी को प्रेम प्रणाम। मंगल गुरु जी को प्रेम प्रणाम। मंगल गुरु जी को प्रेम प्रणाम। मंगल गुरु जी को प्रेम प्रणाम। यसो प्रसादी कस्तो लाग्यो? स्वादिष्ट एकदम। हाम्रो यो कालीझोडाको प्रेमी सङ्घले बनाउनु भएको मिठो छ नि। मलिना ढिलो नगरा तिमी छाखिरा नेता वितरण भएको रहेछ। सुन्दरताको लाइन यता चाहिँ खाएर आएको ढाल धोएर यसमा लगाइन्छ। जो जो नखानु राम्रो साथ हुन्छ यहाँबाट टिप्नुहुन्छ थाल, फेरि आफ्नो हिसाबले उहाँ धुनुहुन्छ अनि फेरि भोजनको लागि। हाम्रो चाहिँ यसरी सब्जीहरू यसरी पाक्छ, भण्डारा एकदम लागिरहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यी चामल यसरी पाक्छ। यी 8 बोरा भइसक्यो, 8 बोरा भइसक्यो। लगातार चलिरहेको छ। यहाँ यसरी यता चामल धुवाई यसरी छ। यसरी भण्डारा यसरी यहाँ भण्डारा बनाउने कार्यक्रम यसरी यसरी स्टक र करिब पनि अहिले 8 बोरा चामल सकिसक्यो। सुन्दर साथको यो आगोमा हो, फेरि यहाँ ग्यासमा होइन। बनाउनेलाई पनि एकदम साह्रो, ग्यासमा एकदम सुविधा छैन। आगोमा मजाले बनिएको। यता पानी सब्जी यसरी नै सब्जी बनिन्छ। अब पानी ताप्दैछ ल, तर आगोमा यसरी नै सब्जी बनिन्छ। चामल फेरि चामल अर्को आइपुगेको छ। योसँग 9 बोरा चामल यहीँ धुवायो हुँदैछ। यसो पाराले हुन्छ यहाँ। हुन चाहिँ दाजुले खाइसक्नु भएर फेरि खप्नु भएको रहेछ सेकेन्ड टाइम। भात भयो, चानाको सब्जी भयो, कोपीको सब्जी, अचार, खिर, अझै एउटा पनि थियो होइन दाल। खोइ दाल चाहिँ सकिएछ। बनाउने यहाँ बनाउने केही भन्नु छ? होलीको अवसरमा है सबैलाई होलीको शुभकामना छ। सबैलाई हामी सेवा गरिरहेछौँ। मङ्गलधाम सेवा संस्थाबाट हामी जति सेवा चलिरहेको छ र यस्तो छ वितरण चलिरहेको छ, अखण्डै चलिरहेको छ। भक्तजनको कारणमा चाहिँ धेरै जग्गाबाट आएर आनन्द अझै कोही छुट्ने पनि अर्को पालि चाहिँ आइदिनु होइन? छुट्ने एकदम आउनु पर्यो। अर्को पालि हामीले यसरी लाइभ प्रसारण र
र जति पनि भिडियोमा फेसबुक सञ्जालमा हामीले धेरै पस्किसकेका छौँ यस्ता भिडियोहरू र यो सेवा देखेर है जमघट देखेर अर्को पालि योपालि आउनु सक्नु भएन कारणवश आउनु सक्नु भएन भनेदेखिलाई चाहिँ अर्को पालि चाहिँ आइदिनु होला भन्ने निमन्त्रणा अर्को होलीलाई 26को होलीलाई होली सकिसकेपछि सुन्दर साथहरू आफ्नो वासस्थानतर्फ राख्दै गरेको भोजन भइसकेर प्रभु प्राणनाथले सत्य एक ब्रह्मको प्रभु प्राणनाथले सत्य एक ब्रह्मको पानी दिव्य सबैलाई दिनुभयो धर्मको पानी दिव्य सबैलाई दिनुभयो धर्मको अज्ञानलाई हटाऊ स्वरूपको चर्चा सुनेर अज्ञानलाई हटाऊ स्वरूपको चर्चा सुनेर